यो जनआक्रोश हो गुल्मीको सिमिचौरवासीको जो सालजण्डी तमघास फास्ट्याग फ्राकिलो गर्ने क्रममा आफूहरूको घरबास जान्छ भन्दै जिल्ला विकास समितिमा जुन विरोधका लागि आइरहेका जनताको र यस सम्बन्धमा हामी गुल्मी क्षेत्र नम्बर 2 का सभासद चन्द्र भण्डारीसँग टेलिफोन सम्पर्कमा छौं। हेलो नमस्कार। नमस्कार। जुन विरोध त सुनिहाल्नुभयो सिमिचौरका जनताको, उनीहरूको घरबासी जाने भयो तपाईले सुरु गर्नुभएको फास्ट्यागबाट भन्ने आएको छ। यस विषयमा तपाई के भन्न चाहनुहुन्छ? मैले सिमिचौरका हरेक नेतालाई दिनको 10 चोटि मैले फोन गरेर भनेको छु, यो हामीले ल्याएको विकास जनताको घरबास दिइन गराउनको निम्ति हैन, जनताको आँसु झार्नको निम्ति हैन, जनतालाई सुकुम्बासी गराउनको निम्ति हैन, जनताको समृद्धि र विकास र सुविधा र पहुँचका निम्ति हो। त्यसैले मैले कुनै पनि घर जान दिदिन। कुनै पनि घरमा त्यस्तो भयो भने म क्षतिपूर्ति मिलाउँछु। तपाईहरुले केही पनि गर्न पर्दैन, मलाई भन्नुस् भन्दा मैले त्यहाँका जनतालाई मैले भनिरहेको छु, प्रत्येकलाई फोन गरेर भनेको छु। तर विडम्बना उहाँहरूले पुरा मैले यति धेरै कुरा गर्दा पनि उहाँहरूले बुझेर वा नबुझेर वा कुनै साथीहरूलाई यो बाटो आइसकेपछि त जिल्लाको सुविधा हुन्छ, जनताले सुविधा पाउँछन्। आज तपाईलाई यत्रो चाहिँ सिद्ध बाबाको पहिराले यत्रो धेरै गुल्मेलीहरू बाहिरका मान्छेहरूको ज्यान गुमाउनु परेको छ। यो बाटो आएपछि चन्द्र भण्डारीले ल्याएको हुन्छ, पपुलर हुन्छ भन्दा केही साथीले उचालेको हुन सक्छ। त्यसैले मैले सबै सिमिचौरका जनताहरूलाई आग्रह गरेको छु र यो तपाईको मिडिया मार्फत आग्रह गर्छु कि म कसैलाई पनि क्षति हुने दिँदैन। यो मेरो प्रतिबद्धता हो। जुन सिमिचौर सडक खण्डको उपभोक्ता समिति अध्यक्ष हुनुहुन्छ, उहाँ आफैले पनि विरोध गर्नु भएको छ, सर्वसाधारणले मात्रै गरेका छैनन्। जुन सर्वे गर्नु भएको छ त्यसको विकल्प खोजिनु पर्छ, अन्यत्र लग्यो भने कम क्षति हुन्छ जनताको भन्ने कुरा छ। यस सम्बन्धमा विकल्प खोज्ने काम भएको छ कि छैन? होइन, यदि उहाँको केही नहुँदा नहुँदै बाटो नदिने हुँदैन। हामीले एउटा कुरा बुझ्नुपर्छ कि हामी रिडीबाट माथि निस्कँदा जंगलबाट बाटो जाँदा आज थानापतिका जनताहरूको हालत के छ? मैले पहिलो संसदीय कोषबाट त्यो खण्डका निम्ति पैसा राखेको छु त्यहाँको जनताको। त्यस्तै भोलि सिमिचौरका जनताको अवस्था हुन्छ। म आफै जनप्रतिनिधिले तपाईहरुको क्षति हुन दिदिन, तपाईहरुको चाहिँ नि सुविधाका निम्ति यो बाटो ल्याएको भन्दा मान्नुहुन्न भने अर्को विकल्पबाट पनि हामी बाटो लिएर जान्छौँ। यो फास्ट्यागले अरु त राम्रो गर्छ, जस्तो कि बुटोल तमघास 5 घण्टा लाग्छ, यो त 2 घण्टा भित्रमै आउला तमघास। तर रिडीदेखि बलेटक्सर गौडाकोटसम्मको जुन डाँडो लाइन छ त्यो लाइन त सुक्ने भयो नि। होइन, हामीले रिडीबाट खर्जङ आउनका निम्ति 6 करोड पैसा हामीले राखेका छौँ। खर्जङबाट बलेटक्सर हुँदै उल्ली खोला जानका निम्ति 10 करोड पैसा राखेका छौँ। हुवाका निम्ति 6 करोड पैसा राखेका छौँ। फेरि चारपालादेखि जानका निम्ति छुट्टै पैसा राखेका छौँ र तानसेनदेखि तमघास आउने बाटो ठुलो बनाउनका निम्ति 6 करोड पैसा राखेका छौँ र हरेक ठाउँमा पुल हामीले बनाएका छौँ। कुनै पनि ठाउँलाई हामीले सुक्ने र बिग्रने हुन दिँदैनौँ। यो भन्दा धेरै ठुलो हामीले गराइदिन्छौँ। भनेपछि यसको असर चाहिँ त्यो डाँडो लाइनमा पर्दैन, यसको मतलब त्यताबाट पनि फास्ट्यागले छुन्छ। हरेक ठाउँमा यो फास्ट्याग एउटा चाहिँ नि तमघास हुँदै वामीटक्सर हुँदै ढोरपाटन जान्छ, एउटा रोड चाहिँ नि हाम्रो चाहिँ नि बलेटक्सर हुँदै उल्ली खोला हुँदै पर्वततिर जान्छ, एउटा हुवा हुँदै बागलुङतिर जान्छ, चारपाला हुँदै तपाईलाई मजुवातिर जान्छ, एउटा बाटो तपाईलाई ढोरपाटनतिर जान्छ। सबै बाटोहरू इन्टर रिलेटेड एक अर्कोसित जोडिएका छन्। त्यसले जनतालाई यसबाट फाइदा मात्रै छ, नोक्सान केही पनि छैन र कुनै क्षेत्र पछि पर्दैन। यो कुरा मैले पहिले बुझेर यो सबै मिलाएको छु। भनेपछि जुन पहिला अर्खाजतिरबाट ढोरपाटन जाने सडक खण्ड खनिएको थियो नि, तपाईले यो फास्ट्याग मार्फत पनि ढोरपाटन जान्छ भन्नुहुन्छ, त्यो छोटो कि यो छोटो? जुन अर्खाजबाट अहिले ढोरपाटन जाने बाटो खनिएको छ र हामीले जुन बाटो लिएका छौँ यो चाहिँ 40 किलोमिटर अहिले हामीले खनेको बाटो कम पर्छ ढोरपाटन जानका निम्ति। त्यति मात्र होइन, लुम्बिनी आउने हरेक व्यक्तिहरू हाम्रो जिल्ला हुँदै आएर जान्छ। अब त्यति मात्रै होइन कि सिद्ध बाबाले जुन गुल्मेलीहरूले बागलुङकाले पाल्पाकाले वा अर्खाजीले अहिले जुन तानसेन पाल्पाकाले जति ज्यान गुमाएको थिए त्यो पनि रोकिन्छ। यो भन्दा ठुलो राम्रो काम त हुनै सक्दैन। त्यसैले कोही असन्तुष्टि हुनुपर्ने छैन भन्ने मलाई लाग्छ। जस्तो कि म अहिले भर्खरै तपाईहरुले फास्ट्याग खन्नु भएको छ, त्यो सडक हेरेर आए निकै फराकिलो रहेछ। भनेपछि अहिले वर्तमान सडकको चौडाइ भन्दा धेरै ठुलो हो। यो
अहिले पहाडी जिल्लामा जुन बाटो खनिएको छ 10 मिटरको जुन बाटो खनिएको छ यो नमुना बाटो नै हो, अन्त छैन। यो हामी नै सुरु गरेका छौँ। अनि यो चाहिने कुल लागत कति हो र कहिलेसम्म सक्ने लक्ष्य लिइएको छ? अहिले हाम्रो यसको लागत 6.65 करोड हो। यसको लागत यति छिटो यो बाटोलाई हामीले काम गरिरहेका छौँ। यही गतिले गयो भने हामी 4-5 वर्षभित्रमा यसलाई कम्प्लिट गर्छौँ। कामगार सालजण्डी छिटो आउँछ कि अन्यत्र जान्छ? यो हाम्रोमा छिटो आउँछ। यो सबै बाटोहरू एकैचोटि काम भइरहेको छन्। गुल्मीका सबै बाटोहरू एकैचोटि काम भएका छन्। हुन्छ त मान्यज्यू, यसमा आएका जनताका विरोधहरू छन्, यसलाई चाहिँ सम्बोधन होस् भन्दै अहिले छुटिन चाहन्छौँ है त। प्रेमजी, मलाई एकदम तपाईँले सोध्नुभयो, यसलाई बाहिर जनताका सामान्य ल्याइदिनु हो, मलाई एकदम धेरै खुसी लागेको छ। यो गुल्मीको विकास हो, गुल्मीको सुरक्षाका निम्ति हो र म अनुरोध गर्न चाहन्छु कुनै पनि जनताले यसलाई विरोध गर्न पर्दैन। सो सबै जिम्मेवारी मैले लिन्छु। हस्, धन्यवाद।